वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ भाइटिका होइन, भाइटिकाको अवसरमा हामी चाहिँ भाइहरूको लागि के तयार गर्दैछौँ देखाम तँलाई। नाङ्गे भुतुङ्गे यहाँ मसँग न्यु खोज्दैछ होइन। अनि हामी दिदी चाहिँ यहाँ गर्दै हुँदै हुन चाहिँ मेरो र दिदीको काम हो, तर म अल्मलिँदैछु होइन। अनि यहाँ चाहिँ हाम्रो ठुलो मम्मी हुनुहुन्छ, अनि यहाँ चाहिँ आमा हुनुहुन्छ, यहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ, प्यारो प्यारो मामा हुनुहुन्छ होइन। अनि यहाँ चाहिँ एउटा नुहाउँदै ननुहाइकन बसिरहेको छ। अनि यहाँ चाहिँ हाम्रो सानी आमा हुनुहुन्छ, आउँछन्। अनि यहाँ चाहिँ यिनीहरू के गर्दैछन्, ग्याम्बलिङ गर्दै खाउनु हुँदैन। मामु चाहिँ यहाँ मेरो भ्लग बनाउँदैछु भने। हजुर हाम्रो यहाँ दिदीले के भन्नु के अरे ओए कहाँ 11 बजो नहेरौँ होस् छैन 11 बजेको। अनि यहाँ चाहिँ हाम्रो मामु अगाडि नै पोजमा बसिसक्नु भयो होइन। यहाँ चाहिँ के फुराउँदै हुनुहुन्छ, अघि रोटी बनाएर बस्नुभएको। बिहान हामीलाई एकदम धेरै काम हराएर हो मैले चाहिँ नभ्याएको भ्लग बनाउनलाई, त्यही भएर अहिले मात्रै भ्याउँदैछु होइन। अनि यहाँ चाहिँ हाम्रो मिठो मिठो खानेकुरा के अरे तिमी बिजी मान्छे, हामी यसरी बसिरहेको छौँ काम गर्ने आयो मजाकै टन्ट आयो होइन। अनि यहाँ चाहिँ ठुलो हामी नरिवल काट्दै हुनुहुन्छ। के को लागि हो ठुलो हामी नि हो भाग लाउन, यहाँ ढिलो भइसक्यो। छिटो छिटो गरेर यहाँ भाग लगाएर अनि मेकअप पनि गर्नु पर्यो, लुगा पनि लाउनु पर्यो। ठुलो मम्मीहरू आज लास्टै बिजी हुन्छ ठुलो मम्मीहरू। लाइटर बाल्नमा प्रोफेसनल एट वर्क रितिका बराल अफिसियल चुरटिया। हामीले चाहिँ हाम्रो भाइहरूको लागि प्याक गरिसक्यौँ होइन। अनि यिनीहरू चाहिँ साइडमा के गर्दै बसिरहेको थियो, यिनीहरू यत्तिकै बसिरहेको थियो हावाको तालमा। अब हामी रेडी हुन्छौँ, बाजी लगाइसक्यो, अब मेकअप गर्नु बाँकी छ। सो मलाई चाहिँ मेकअप गरिदिइसक्नुभयो, अब बहिनीको पनि गरिदिइसक्नुभयो होला रितिका दिदीले। अनि अब प्रतिमाको मात्र बाँकी छ, अनि दिदीहरू गर्न थाल्नुहुन्छ। समृद्धि कस्तो लाग्यो त मेकअप? राम्रो त कस्तो देख्यो नाटक। चरित्रका दिदी चाहिँ के गर्दै हुन्छ हेर्न जान्ने आँटेको होइन। बुवा हुनुहुन्छ, आमा हाई हाई। के भयो मुसी किन भनेको? मेरो नाम मुसी हो र? मेरी मुसी हो नि त। को? म होइन त मुसी, अब सम्पदा हो। ठुली मुसी र सानी मुसी। म मुसी होइन सम्पदा हो। सम्पदा पनि हो, मुसी पनि हो, मेरो लागि मुसी। ल रितिका दिदी के गर्दै हुन्छ हेर्नु। रितिका दिदी के गरेको? मेकअप गरेको। तपाईँहरू पनि मेकअप गर्न चाहनुहुन्छ भने प्रोफेसनल रितिका बराल मेकअप आर्टिस्ट हजुर यो ब्लेन्ड गरेको देखेर थाहा हुन्छ कतिको प्रोफेसनल हो भनेर। यता पार्लर सिकेको मान्छे मेकअप गर्दै हुन्छ। यता हेर त प्रतिमा चिटिक्क परेर बसेकी चाहिँ म हौ, म प्रतिमा होइन त म प्रतिमा पनि। ए प्रतिमा चाहिँ चिटिक्क पर्दैछ। सो अब चाहिँ के बन्दैछ, के पाकेको छ हेर्नु जानु ल। यो अचार, यो के हो, कस्तो तातो मासु होला। यो पनिर, शाही पनिर, यो माम तरकारी। म चाहिँ रेडी भइसकेँ होइन। अनि भित्र एकदम धेरै हल्ला भएको कारणले चाहिँ म यहाँ अहिले बाहिर आएर उयो गर्दैछु, भिडियो बनाउँदैछु होइन। तर मैले कपाल चाहिँ गरेको छैन, अब कपाल गर्न बाँकी छ। अनि हाम्रो साइड पनि टिका लगाउने बेला पनि भइसक्यो। अब हामी टिका लगाउँछौँ होइन। अनि के भन्छ मामुहरू चाहिँ रेडी हुनुभएको छैन, तर हामी जहिले मामुहरूभन्दा अगाडि उयो गर्छौँ नि त, टिका लगाउँछौँ। त्यही भएर हामी चाहिँ हतार हतार गरेर रेडी भयौँ।
अनि हामीले टिका लाउन्जेलसम्म मामुहरू रेडी भइसक्नुहुन्छ अनि त्यसपछि मामुहरूले पनि टिका लाउनुहुन्छ अनि हामी एकदम मिठो मिठो खान्छौँ बिहानभरि लाएर पकाएको चिजहरू मैले रिङ पनि लाउनु बिर्सेछु म त्यो पनि लाउँछु अब फाइनली हाम्रो चाहिँ टिका लाउने बेला भयो होइन अनि टिका लाउने बेलामा यिनीहरू मसँग न्यू खोज्दैछ अघि उत्सव ढकालले एक भेटिसक्यो होइन अब यिनीहरू कसले भेटिरहेको छैन अनि अब यिनीहरूसँग टिका लाग्यो कति दिन्छस् दक्षिणा 25 रुपैयाँ तिमी कति दिन्छौ दक्षिणा 1 रुपैयाँ त कति दिन्छस् 35 रुपैयाँ 5 रुपैयाँ भन्दा धेर पायो भने भन्न 31 रुपिस कमाइने रहेछ है गाइजहरू अब मामुहरूले हुन्छ हाम्रो 25 रुपैयाँ 5 पैसा दिन्छ
यस्तो पठाउनु नि लगाइसक्यौँ होइन अनि जहिले हाम्रो चलिआएको रित भाइकोबाट चोरेर खाने यो चाहिँ जहिले गर्ने प्रथै हो होइन यो चाहिँ तर पापड कस्तो भाइहरू ज्ञानी छन् फेरि दिन्छन् पो त खाना पनि अनि अब भाइले अर्को भाइले पनि दिन्छ होइन अर्को भाइ चाहिँ छैन त्यही भएर चोरेर खाना भ्याइहाल्यौँ अब हामी भात खान्छौँ भोक लागि छ साह्रै धेरै कहिले 1 बजे होला होइन कहिले भयो 12:30 भइसकेछ भोक लाग्यो गाडी पल्टेको छैन है यो चाहिँ ड्रिम विथ प्रतिमा अरे नहेर्दा नि हुन्छ धन्यवाद हात दे कहाँ हात खुट्टा खुट्टा यहाँ खुट्टा भाग्यमानी हुनु दिदीलाई धेरै माया गर्नु ज्ञानी हुनु यत्रो माया गरेर टिका लगाइदियो दक्षिणा दिनुपर्छ पर्दैन पुलिसलाई कम्प्लेन गरिदिन्छु साँच्ची प्रुफ छ यहाँ मैले दिए लाइभर पर्छ 500 रुपैयाँ अनि हामीले भाइटिका लगाएपछि चाहिँ हामीले पूजा गरेको ओखर जहिले पनि फुटाएर भाइहरूले नदेखिकन फ्याल्नुपर्छ अरे त्यही भएर हामी चाहिँ त्यो गर्दैछौँ यो चाहिँ हाम्रो रित रे मलाई चाहिँ आज थाहा भयो किनभने पहिला दिदीहरूले गर्नुहुन्थ्यो आज सेकेन्डमा म छु क्या नत्र म 3rd 4thमा पुग्थेँ अन गरेर दिएको छ आयो कि आएन खै नानी लाउ भाइहरूलाई ढोगाउनेको निन्जा टेक्निक मैले भिडियो गरेको थिएँ दोस्रो फोन लिएर चाहिँ खाना खाइसक्यौँ होइन अनि यहाँनिर नक्कलीहरूले चाहिँ खाँदैछन् नक्कल पार्दै
यो चाहिँ मेरो फेभरेट भाइ ज्ञानी भाइ हो होइन। अब यसले चाहिँ मेरो फोटो खिचिदिन्छ एकदम राम्रो, धेरै फोटो खिचिदिन्छ मेरो भाइ। कस्तो ज्ञानी छ तपाईँहरूलाई थाहा नै छैन। अब हामी फोटो सोटो खिच्छौँ ओर्छौँ होइन। अब फोटो सोटो खिचेर ओरेर घर जानु एकछिनतिर एकदम रमाइलो भइरहेछ। हामी चाहिँ मामलाबाट आएर होइन अब चाहिँ मोमो खान जाँदैछौँ। अनि स्पोन्सर चाहिँ पूजा भट्टराईबाट हुँदैछ होइन। अनि आएर हामी एकलट सुत्यो हिँडेको, यस्तो थाकेको रहेछौँ। तर ढिलो भात खाएपछि निन्द्रा लाग्छ नि त, त्यही भएर अब हामी मोमो पसल चाहिँ खुला छ कि छैन यत्तिकै हिँडेको छौँ तात्तेर। अब दमकभरिको मोमो पसल खोजेर अनि भेटेर खाएर आउने हो। दादा हो बोलाउनु देखाउनलाई नै हो। हामी चाहिँ मोमो खान अनि मोमो चाहिँ आयो, अब हामी खान्छौँ। कस्तो मिठो छ। चाहिँ घर आएर अनि एकछिन रेस्ट गरेर मोमोसँग खाएर पनि आइसक्यौँ होइन। अनि एकदमै रमाइलो भयो भाइतिर। तर यो पालि चाहिँ मलाई हामी एकदमै थोरै भयौँ जस्तो लाग्यो, किनभने हाम्रो दिदीहरू पहिले उता बाहिर गइसक्नु भएको थियो। अनि तीमाथि दादा पनि कम हुनुभयो। अनि त्यो चाहिँ मलाई फिल भयो यो पालि चाहिँ होइन। अब अर्को पालिदेखि झन् अझै कम हुँदै जाने होला। अब यस्तै छ देशको स्थिति होइन। जे भए पनि अब रमाइलै भयो होइन। तपाईँहरूले पनि एकदम इन्जोय गर्नुभयो होला। सो थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो टिल द एन्ड। इफ यु लाइक द भिडियो प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। बाई बाई।